कहिलेकाहीँ सिम्पल तरकारी पनि मिठो हुन्छ। केही तामझाम हुँदैन, सिम्पल जति घरमा तरकारी छ सबै काटिहाल्ने अनि कराहीमा हाल्ने थोरै तेल अनि मेथी फुराइदिने, प्याज राम्रोसँग भुटिदिने, हरियो खुर्सानी भुटिदिने, घरमा सोयाबिन छ भने सोयाबिनलाई पनि सँगै भुटिदिने अनि जति भेजिटेबल छ मसँग त प्याज, भान्टा, आलु, टमाटर यही थियो। अरू भेजिटेबल्स छ भने अरू तरकारी छ भने त्यो पनि काटिहाल्नु अनि त्यसले के गर्नु सोयाबिन भुटिसकेपछि त्यसमा कराहीमा हालिदिनु अनि त्यसपछि स्वादअनुसार नुन, बेसार, गरम मसाला, धनियाँ पाउडर, रातो धुलो खुर्सानी सबै हालेर यसले ढाकिदिनु अनि मजाले जब पाकिहाल्छ एकदमै मिडियम फ्लेममा ढाक्नु अनि भान्टा गलिहाल्छ, भान्टाको पानीले आलु पनि गलिहाल्छ। 3-4 मिनटपछि यसमा ग्रेभीको लागि पानी हालिदिनु। यदि ग्रेभी मनपर्छ भने, सुक्खा मनपर्छ भने यत्तिकै पकाएर दाल भातसँग खानु। तर मलाई रोटीसँग खाना थियो त मैले ग्रेभी लगाएँ अनि ग्रेभीको लागि पानी हालिसकेपछि ढाकिदिने अनि 5 मिनटपछि हाम्रो मिक्स भेज रेडी छ। यति मिठो हुन्छ यो तरकारी।